नमस्ते, स्वागत छ फेरि पनि द क्रिकेट ग्राउन्ड विथ सरोदमा। सर्वप्रथम सबैजनालाई म धेरै धेरै मनदेखि हृदयदेखि धन्यवाद दिन चाहन्छु। मेरो रिटायरमेन्ट पछि जसरी तपाईँहरूले माया सद्भाव र एप्रिसिएसन देखाउनु भयो त्यसको लागि एकदमै जति धन्यवाद दिए पनि तपाईँहरूलाई कम लाग्छ। तपाईँहरूकै सपोर्ट र तपाईँहरूकै मायाले गर्दा नै यत्रो वर्ष मैले आफूलाई मोटिभेट गरेर खेल्न सकेँ। अब चाहिँ पालो नयाँ जुनीको नेपाललाई रिप्रेजेन्ट गर्ने र अगाडि लिएर जाने र यस्तै खालको सपोर्ट उहाँहरूलाई पनि गर्नुहुन्छ भनेर म आशा गर्दछु। सो आजको सो चाहिँ स्टार्ट गरौँ। अब एनपिएलको माहौल छ, भोलिदेखि एनपिएल स्टार्ट हुँदैछ। फर्स्ट गेम काठमाडौँ गोर्खाज भर्सेस च्याम्पियन टिम जनकपुर बोल्टसँग। ल लाइट्सहरू पनि सबै रेडी भइसकेको छ। हामीले अफिसियल च्यानल्सहरूबाट क्यानको अपडेट पाइसकेका छौँ। सब सब कुरा रेडी भइसकेको छ लाइटमा, जुन चाहिँ एउटा ठुलो क्वेसन मार्क थियो। सो ल कुरा गरौँ स्क्वाड्सहरूको बारेमा। सो जनकपुरको पहिला म कुरा गर्छु। वेल सबभन्दा पहिले त पुबुदु दशनायकलाई रिप्लेस गरेर शिवनारायण चन्द्र पल, जो चाहिँ टेस्टका एकदमै चर्चित खेलाडी थिए वेस्ट इन्डिजका लागि। आई थिङ्क ब्राइन लारा पछिको सबभन्दा फेमस खेलाडी लाग्थ्यो मलाई चाहिँ टेस्ट क्रिकेटमा। उहाँ जसरी लङ इनिङ खेल्न रुचाउँथे टेस्ट क्रिकेटमा, एक्लैले खेल्न खोज्थे होइन टिमको लागि, र लास्टसम्म टिकेर देख्थे जहिले पनि उहाँले वेस्ट इन्डिजको लागि खेल्दाखेरि। यत्रो ठुलो लेजेन्डरी क्रिकेटर योपालि नेपालमा कुनै टिममा आएर यो आफ्नो कोचिङ एक्सपिरियन्स ल्याउनु भनेको चाहिँ एकदमै ठुलो अपर्च्युनिटी नेपाली क्रिकेटको लागि। उहाँबाट धेरै कुरा सिक्ने। र अब स्क्वाडको कुरा गरौँ। लास्ट टाइम टुर्नामेन्टमा अगाडि आई थिङ्क आसिफ शेख र अनिल कुमार शर्मा कसलाई क्याप्टेन्सी दिने कुरा थियो। योपालि चाहिँ अनिल शाहलाई सुरुमा क्याप्टेन बनाइएको छ। र अनिल शाह अहिले सिनियर टिममा नभए तापनि ओडिआई स्क्वाडमा अहिले थिएनन्, तर पनि टी20 स्क्वाडमा दुइटै ओडिआई स्क्वाडमा थिए तर टी20 स्क्वाडमा चाहिँ थिएनन्। सो एउटा पोइन्ट पनि प्रुभ गर्नुपर्ने छ उहाँले होइन। उहाँले अस्ति मधेसलाई पनि क्याप्टेन्सी गरेका थिए। राम्रै सार्प माइन्ड भएका क्रिकेटर हुन्। र उहाँको लिडरसिप क्वालिटी पनि एकदम राम्रो लाग्छ मलाई, किनकि एकदम एक्सप्रेसिभ हुनुहुन्छ ब्याटले पनि, र आफ्नो मेसेजेसहरू पनि ग्राउन्डमा एकदम क्लियरली कम्युनिकेट गर्नुहुन्छ प्लेयर्सहरूसँग। सो उहाँहरूको नाम हेरौँ। यहाँ स्क्रिनमा तपाईँले देख्न पनि सक्नुहुन्छ। अनिल शाह, आसिफ शेख, प्रब्ली यही नै जोडीले ओपनिङ गर्नेछ। त्यही पनि मिलान्ता पनि हुनुहुन्छ जसले चाहिँ अगाडि आएर राम्रो खेलेका थिए। उहाँ नम्बर 3देखि ओपनिङ जहाँ पनि खेल्न सक्नुहुन्छ। सो ललित राजवंशी, तुलबहादुर थापा मगर, जो लोअर अर्डर मिड अर्डर हिटरको रूपमा हामी मान्छौँ। विकास आगरी, जो सुदूरपश्चिमबाट लिडिङ मिडियम पेसर हुनुहुन्छ त्यो रिजनल टिमको। शुभ कान्छाकार अहिले नेपाल स्क्वाडमा पनि खेल्नु भएको थियो। एकदमै अपकमिङ क्रिकेटर, एग्रेसिभ गेम छ उहाँको, नेचुरल इन्स्टिङ उहाँको एग्रेसिभ। सचिन भट्ट, त्यसपछि रूपेश कुमार सिंह, जो अहिले मसँग हङकङ सिक्सेसमा पनि थिए, राम्रो पेस बलर। त्यसपछि किशोर महतो, जो अहिले अस्ट्रेलियामा खेलेर क्लब क्रिकेट खेलेर बसिरहेका छन्, र अहिले फेरि उहाँको कमब्याक भनौँ नेपालमा एनपिएलको लागि। त्यस्तै मयन यादव, अर्का ट्यालेन्टेड ब्याटर, ओपनिङ ब्याटर, जनकपुरबाटै खेल्नुहुन्छ उहाँ, मधेसलाई रिप्रेजेन्ट गर्दै। त्यस्तै आदित्य महता, लहिरु मिलान्ता, फरेन प्लेयर्सहरूको कुरा गर्दा, अनि लफ्टी इटन, जो चितवनबाट लास्ट इयर खेलेका थिए। लहिरु सामारकुन, श्रीलङ्काका अलराउन्डर। वेन पार्नेल, एकदमै फेमस नेम, हामी सबैलाई थाहा छ, साउथ अफ्रिकाबाट धेरै वर्ष खेले। त्यस्तै सञ्जय कृष्णमूर्ति, जो युएसबाट अहिले खेलिरहेका छन्। सञ्जित कुरे र इमरान ताहिर। सो वेल यो स्क्वाड हेर्दाखेरि हुन्छ नि, स्क्वाड टु बिट। लास्ट इयर फाइनलमा राम्रो राम्रो क्रिकेट खेलेर सुदूरपश्चिम, जुन चाहिँ दावेदार मानिरहेका थियो, उहाँहरूलाई चाहिँ एकदमै कन्भिन्सिङली हराउनु भयो। मिलान्ताको एकदमै स्पेसल इनिङ रहेको थियो टुर्नामेन्टको स्टार्टमा पनि र एन्डमा पनि। सो फर्स्ट र लास्ट गेम एकदमै राम्रो खेलेका थिए मिलान्ताले। वेल स्क्वाड हेर्दाखेरि ब्यालेन्स देखिन्छ। एक्सपिरियन्स र जुनियर प्लेयर्सहरूको राम्रो मिश्रण छ, र यो फरेन प्लेयर्सको आगमनले जस ब्यालेन्स चाहिँ स्क्वाड देखिरहेको छ। ओन्ली थिङ इज जुन पुबुदु सरले यो प्लेयरहरू सबलाई चिन्थे र जसरी उहाँले युज गर्नुभएको थियो ट्याक्टिकली, त्यो चाहिँ कसरी गर्नुहुन्छ भनेर चाहिँ हेर्न नयाँ कोच शिवनारायण चन्द्र पलले आफ्नो एक्सपिरियन्स कसरी यो नेपाली प्लेयर्सहरूलाई चाहिँ कसरी खेलाउनुहुन्छ भन्ने कुरामा चाहिँ हेर्न इन्ट्रेस्टिङ हुन्छ। अब कुरा गरौँ काठमाडौँ स्क्वाडको। फाइनल स्क्वाड एनाउन्स भइसकेको छ, र यसका कोच हुनुहुन्छ हाम्रा मन्टी देसाई, एक्स कोच योभन्दा अगाडि।
जसले नेपाललाई राम्रै अचिभमेन्ट्सहरू दिएका थिए। उहाँको पनि राम्रो पर्फर्मेन्स रहेको थियो एज अ कोच। नेपालमा सुरुमा आउने बित्तिकै 12मा 11 ओडिआई जित्न सफल भएका थिए नेपालका लागि, र टिम एकदमै अनब्यालेन्स भएको कन्डिसनमा चाहिँ आएर उहाँले टिमलाई युनाइट गरेर राम्रो रिजल्ट्सहरू दिएका थिए सुरुको इयरमा स्पेसली। सो प्लेयर्सहरू हेरौँ, करण केसी क्याप्टेन, भीम सार्की ओडिआई टिममा हुनुहुन्छ, राशिद खान अहिले हङकङ सिक्सेसमा एकदमै राम्रो फर्मबाट आएका छन्। त्यस्तै प्रतीक श्रेष्ठ अहिले भर्खर वार्म अप म्याचेसमा पनि उहाँले राम्रो कन्ट्रिब्युसन गरिरहेका थिए। दिपेश कण्डेल, मोहम्मद आदिल आलम, अन्डर 19का राम्रो लेफ्ट आर्म स्पिनर दिपेश, त्यस्तै आदिल आलम पावर हिटिङको लागि जानिन्छन् र बलिङ पनि मिडियम पेस राम्रै गर्नुहुन्छ, हङकङ सिक्सेसमा पनि हुनुहुन्थ्यो। त्यस्तै शाहब आलम अर्का लेफ्ट आर्म स्पिनर, तुलबहादुर थापा अ, तुलबहादुर थापा चाहिँ मिडल अर्डर हिटर। एक्चुअली मैले जनकपुरको तुलबहादुर थापा चाहिँ चाइनामन थिएँ। उहाँ चाहिँ मिडल अर्डर ब्याट्सम्यान जो चाहिँ राम्रो पावर हिटिङ गर्न सक्नुहुन्छ। चाहिँ उत्तम थापा मगर बागमतीका विकेट किपर, अन्डर 19मा पनि रिप्रेजेन्ट गरेका थिए नेपाललाई। त्यस्तै सन्तोष यादव अपकमिङ लेफ्ट आर्म स्पिनर अलराउन्डर, जसले भर्खरै भएको अन्डर 19 क्वालिफायर्समा वर्ल्ड कप क्वालिफायर्समा राम्रो प्रदर्शन गरेका थिए। आकाश त्रिपाठी अन्डर 19बाट आएका प्लेयर, अपकमिङ प्लेयर। त्यस्तै फरेन प्लेयर्सहरूको कुरा गर्दा रिकार्डो वेस्कन्सेलोस इङ्ल्यान्डबाट खेल्ने गर्छन्। उहाँ चाहिँ अलराउन्डरै हुनुहुन्छ जस्तो लाग्छ मलाई। हेर्न बाँकी छ, उहाँहरूलाई हामीले त्यति देखेका छैनौँ। जेरार्ड एरास्मस नामिबियाका क्याप्टेन, एकदमै एक्सपिरियन्स्ड र नेपालमा धेरैचोटि आएर खेलिसकेका छन्। राम्रो अफ स्पिन पनि फाल्नुहुन्छ र राम्रो मिडल अर्डरका ब्याटर। त्यस्तै एन्ड्रु सिम्सन, जन एन्ड्रु सिम्सन विकेट किपर ब्याट्सम्यान लेफ्ट ह्यान्डेड, जो चाहिँ एमसिसीका लागि खेल्थे र पहिला पनि चितवनको टिममा इपिएलमा आएर पनि खेलेका थिए। सो यहाँ उहाँको पनि एक्सपिरियन्स रहेको छ नेपालमा खेल्ने। जस्तै मिलन कुमार जो अहिले एकदमै फर्ममा रहेका ब्याट्सम्यान युएसएको लागि, नेपालको अगेन्स्टमा एकदमै राम्रो खेलेका थिए रिसेन्ट ओडिआईमा। र सनी पटेल अर्को नाम जो नेपाली घरेलु डोमेस्टिक क्रिकेटमा फ्रेन्चाइजी लिगमा स्पेसली एकदमै फेमस नेम थियो। पहिलाको इपिएल र डिपिएल त्यस्तै पिपिएलमा खेल्थे उनले विभिन्न टिमको लागि र एकदमै सक्सेसफुल हुने गर्थे। एकदम अनिल कुम्ले जसरी बलिङ गर्नुहुन्छ भनेर हामी भन्थ्यौँ उहाँलाई। एकदम छिटो लेग स्पिन फाल्ने, नयाँ बलले फाल्ने पावर प्लेमा, र ब्याटिङ पनि मिडल अर्डरमा आएर राम्रो हिट गर्न सक्ने खालको हुनुहुन्छ। र अहिले चाहिँ उहाँ आफ्नो क्रिकेट युएसएमा खेल्दै हुनुहुन्छ। सो उहाँको एक्सपिरियन्स पनि नेपालको कन्डिसन्समा एकदमै काठमाडौँलाई चाहिँ हेल्प गर्नेछ। त्यस्तै बेन चार्ल्सवुड अर्को अलराउन्डर, इङ्ल्यान्डबाट नै। इङ्ल्यान्डको प्लेयर्सहरूको भरि भराउ छ योपालि एनपिएलमा, जुन चाहिँ हरेक टिममा हामीले देख्न सक्छौँ इङ्ग्लिस प्लेयर्सहरू। सो इन्ट्रेस्टिङ हुनेछ। यो विन्टर छिरिसकेको छ नेपालमा, सो अलमोस्ट सिमिलर कन्डिसन इङ्ल्यान्डको जस्तै चिसो रहनेछ, स्पेसली इभिनिङ गेम्सहरू। सो उहाँहरूलाई चाहिँ एडजस्ट गर्न कतिको सजिलो हुन्छ र गाह्रो हुन्छ, किनकि यो बेन बेन चार्ल्सवर्थ, रिकार्डोको नाम चाहिँ हामीले त्यति इन्टरनेसनल क्रिकेटमा र बाहिरको लिग्सहरूमा त्यति सुनेका छैनौँ। सो उहाँहरूले चाहिँ अब डेफिनेटली अलिकति प्रेसर हुन्छ उहाँहरूलाई ग्लोबल लिग्स बाहिर गएर पर्फर्म गर्दाखेरि, र नेपालको कन्डिसनमा नखेलेको हुनाले। र लास्टका प्लेयर एकजना जुन पछि ट्यालेन्ट हन्टबाट आएको हुनुपर्छ, उहाँ हुनुहुन्छ सोनु देवकोटा। बागमतीबाट खेल्नुहुन्छ, लेग स्पिनिङ अलराउन्डर र ब्याटिङमा पनि राम्रो हिट गर्न सक्नुहुन्छ। सो राम्रै अप्सन्सहरू रहेको छ काठमाडौँको स्क्वाडमा पनि। लास्ट इयर चाहिँ एनपिएलको टेबलमा 5th पोजिसनमा अलमोस्ट लिगको लागि प्लेअफको लागि क्वालिफाई भइसकेको थियो। 8 पोइन्टमै 3टा टिम थियो, चितवन आई थिङ्क, त्यसपछि कर्णाली र काठमाडौँ। सो 5th पोजिसनमा उहाँहरूको टेबलमा सकेको थियो, तर यो पालि पक्कै पनि त्यो ऱ्याङ्किङलाई इम्प्रुभ गर्दै फाइनलसम्मको यात्रा गर्न कोसिस गर्नेछ। र राम्रो फर्ममा रहेको छ काठमाडौँले। 3टा प्र्याक्टिस म्याच खेलेको थियो, 3टामा पनि एउटामा पनि हार्नु भएन उहाँहरू। सो इन्ट्रेस्टिङ रहनेछ मन्दिर देसाईको र करण केसीको कम्बिनेसन, र कस्तो खालको स्क्वाड खेलाउँछ यी दुवैले भन्ने हेर्न चाहिँ जनकपुर र काठमाडौँले फर्स्ट गेममा चाहिँ हेर्न इन्ट्रेस्टिङ हुनेछ। किनकि फर्स्ट गेम चाहिँ एकदमै इम्पोर्टेन्ट रहने गर्छ जहिले पनि त्यो टुर्नामेन्टमा मोमेन्टम पाउनको लागि। यसो हेर्दाखेरि मैले करण केसी, भीम सार्की पक्कै पनि खेल्नुहुन्छ। रसिद खानको अहिलेको करेन्ट फर्मले गर्दाखेरि उहाँ पनि खेल्ने चान्सेस हाई छ। त्यस्तै आदिल आलम, र स्पिनरको कुरा गर्दाखेरि आई थिङ्क दिपेश कण्डेल, साहब आलम र सन्तोष यादवमा चाहिँ एकजना खेल्नुहुन्छ जस्तो लाग्छ, या मेबी दुईजना पनि खेल्न सक्नुहुन्छ। र अहिले फ्रेस कन्डिसनमा दिउँसोको कन्डिसनमा सायद बल त्यति टर्न नहोला, सो प्रब्ली एउटा स्पिनरसँग जान सक्नुहुन्छ।
र एउटा अलराउन्डर्सहरू पनि धेरै अफ स्पिन र सनी पटेल जस्ता बलरहरू हुनुहुन्छ जसले चाहिँ आफ्नो कोटाहरू फाल्न सक्नुहुन्छ। सो एक्स्ट्रा ब्याट्सम्यान खेलाउनुहुन्छ कि एक्स्ट्रा स्पिनर खेलाउनुहुन्छ त्यो चाहिँ हेर्न इन्ट्रेस्टिङ हुन्छ। त्यो चाहिँ सायद कन्डिसन हेरेरले कोचले डिसाइड गर्नुहुन्छ। सो यस यो अब हेर्न चाहिँ इन्ट्रेस्टिङ हुन्छ। सन्तोष, दिपेश र हाम्रो शाहब आलममा 3जना खेल्नुमा 2जना खेल्नुहुन्छ कि 1जना खेल्नुहुन्छ भनेर। त्यस्तै अब फरेन प्लेयर्समा चाहिँ 6जना फरेन प्लेयर्समा 2जनालाई रेस्ट गराउनु पर्ने हुन्छ, 4जना मात्रै खेल्नुहुन्छ। अब यसो हेर्दाखेरि सनी पटेल, मिलिन कुमार र इरास्मस, जेराड इरास्मस त पक्कै पनि खेल्नुहुन्छ उहाँहरूको एक्सपिरियन्स र करेन्ट फर्मले गर्दाखेरि। र फोर्थ अप्सनमा चाहिँ रिकार्डो र बेनमा र एन्ड्रुमा 1जना खेल्नुहुन्छ कि जस्तो मलाई लाग्छ, कोही एकजना उहाँहरूमध्ये एकजनालाई किपिङ गराउनुहुन्छ कि जस्तो लाग्छ मलाई। रिकार्डो, जन र बेनमा 1जना खेल्नुहुन्छ जस्तो लाग्छ। प्रब्ली जन, एन्ड्रु सिम्सन र रिकार्डोमा 1जना खेल्नुहुन्छ जस्तो मलाई लाग्छ। सो प्रब्ली त्यस्तै खालको 11को कम्बिनेसन रहनेछ काठमाडौँको। र जनकपुरको 11को कुरा गर्दाखेरि पक्कै पनि अनिल कुमार शाह स्टार्टिङ लाइनअपमा पक्कै पनि खेल्नुहुन्छ। आसिफ शेख, ललित राजवंशी, त्यसपछि शुभकान्त सरकार, रूपेश कुमार सिंह र किशोर महतो, यिनीहरू 7जना पक्कै पनि नेपालीहरू खेल्नुहुन्छ। र 4जना फरेनर्सको कुरा गर्दा मिलान्ता, त्यसपछि वेन पार्नेल, सञ्जय कृष्णमूर्ति अहिले करेन्टको फर्म हेरेर, र इमरान ताहिर। सो यिनीहरू 4जना गरेर 11को स्क्वाड चाहिँ यिनीहरू खेल्नुहुन्छ जस्तो लाग्छ मलाई। सो एकदमै इन्ट्रेस्टिङ फर्स्ट गेम रहनेछ। तपाईँहरू पनि ट्युन इन गर्नु होला। अहिले डिफ्रेन्ट प्लेटफर्म्सहरूमा हामीले एपको थ्रुमा पनि र इन्टरनेसनल स्टार स्पोर्ट्सको भ्युवरसिपबाट पनि हामीले लाइक च्यानलबाट पनि हेर्न सक्छौँ। सो स्टे ट्युन, र म अरू टिम्सहरूको बारेमा पनि एनालाइसिस र रिभ्यू गेमको अगाडि लिएर आउने नै छु। तबसम्मको लागि मसँग जोड्नु होला। र पक्कै पनि म इदर गेमको अगाडि या गेमको पछाडि तपाईँहरूसँग लाइभमा पनि जोड्नेछु। सो तपाईँहरूले आफ्नो क्वेसन्सहरू चाहिँ मलाई यही भिडियो मार्फत तल पठाउन सक्नुहुन्छ क्वेसन्सहरू, र म अर्को लाइभमा आउँदाखेरि तपाईँहरूको क्वेसन्स पनि लिनेछु, लाइभ क्वेसन्स पनि लिनेछु र म्याथको क्वेसन्सहरू पनि लिनेछु। तबसम्मको लागि मसँगै जोड्नु होला, र फेरि चाँडै भेटौँला। थ्याङ्क यू भेरी मच।